नमस्कार यहाँहरू सम्पूर्णमा तपाईहरूलाई कर्णाली पोषण अभियानमा स्वागत गर्न चाहन्छु। आजको भिडियोमा चाहिँ हामी बालभिटा सम्बन्धी जानकारी लिएर उपस्थित भएका छौँ। कृपया यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। आउनुहोस् विषयवस्तुतिर लागौँ। बालभिटा भनेको के हो? बालभिटा 15 प्रकारका भिटामिन तथा आइरन लगायत खनिज तत्त्वहरूको मिश्रण हो। बालभिटा 6 महिना पुरा भएदेखि 2 वर्ष मुनिका बालबालिकाहरूलाई खुवाइन्छ। बालभिटा घरमा तयार पारिएका खानामा जस्तै जाउलो, लिटो, मिचिएको दाल भात सजिलैसँग मिसाएर खुवाउन सकिन्छ। बालभिटा मिसाएको खानाको स्वाद, गन्ध तथा रङमा कुनै परिवर्तन आउँदैन। बालभिटामा आइरन लगायतका खनिज तत्त्वहरू उपलब्ध हुने भएकोले रक्त अल्पता हुनबाट जोगाउँछ। अब हामी बालभिटाको महत्त्वको बारेमा कुरा गर्न जाँदैछौँ। बालबालिकाहरूलाई बालभिटा खुवाउँदा रक्त अल्पता अथवा एनिमिया हुनबाट जोगाउँदछ। बालभिटामा पाइने आइरनले बालबालिकामा रगतको कमी हुनबाट जोगाउँछ। त्यस्तै गरी प्रतिरक्षा प्रणाली बलियो बनाउँदछ। बालभिटामा पाइने भिटामिन र मिनरल्सले शरीरको रोगसँग लड्ने क्षमता वृद्धि गर्छ। त्यसै गरी शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउँदछ र बालबालिकाहरूमा भोक तथा पाचन शक्ति पनि सुधार गर्दछ र अन्तिममा बालबालिकाहरूको कुपोषण दरलाई पनि घटाउँदछ। 2 वर्ष मुनिका बच्चाहरूलाई किन बढी महत्त्व दिने त? 2 वर्ष मुनिका बच्चाहरूको शारीरिक र मानसिक विकास तीव्र गतिमा हुन्छ। 2 वर्षभित्रमा बच्चाको दिमागको 80% भागको विकास भइसकेको हुन्छ। यस समयमा बच्चाको वृद्धि विकासमा अवरोध आएमा त्यसलाई पछि जीवनभर सुधार गर्न सकिँदैन। त्यस्तै गरी यस समयमा भएको कुपोषणलाई पछि जीवनभर सुधार गर्न सकिँदैन, जसले गर्दा बच्चाहरूको स्वास्थ्यमा दूरगामी प्रभावहरू पर्दछन्। बालभिटा खुवाउँदा ध्यान दिनुपर्ने कुराहरू: 1 पुरिया बालभिटामा एउटा बालबालिकाको लागि आवश्यक पर्ने भिटामिन तथा आइरन लगायतका खनिज तत्त्वहरू रहेको हुन्छ। त्यसैले बालभिटा मिसाएको खाना बाँडेर खुवाउनु हुँदैन। धेरै तातो र झोलिलो खानेकुरामा बालभिटालाई मिसाउनु हुँदैन। तातोमा मिसाउँदा बालभिटामा भएको पौष्टिक तत्त्व नाश हुन्छ। झोल कुरामा मिसाउँदा बालभिटा नघलिने हुँदा खेर जान्छ। बालभिटा मिसाएको खाना आधा घण्टाभित्रमा खुवाइसक्नुपर्छ। बालभिटाको पुरिया प्वाल परेको वा जमेको, डल्लो परेको छ र साबिकको रङमा परिवर्तन भएको छ भनी पनि खुवाउनु हुँदैन। कुनै कारणले बालभिटा खुवाउन छुटेमा अर्को दिनदेखि लगातार दिनको 1 पुरियाका दरले बाँकी पुरिया नसकिदासम्म खुवाइरहनुपर्छ। बालभिटा सुरक्षित तरिकाले झोला, बाकस, र्याक र दराजमा राख्नुपर्छ। बालभिटा बालबालिकाले नभेट्ने ठाउँ तर अभिभावकलाई याद हुने ठाउँमा राख्नुपर्छ। मुसा, किरा, कीटनाशक औषधि र रासायनिक पदार्थबाट बचाउनुपर्छ। बालभिटालाई प्रत्यक्ष घाम, पानी, ओस, आगो र तातोबाट बचाएर राख्नुपर्छ। तयार पारिएको उपचारात्मक खाना खाइरहेको बालबालिकालाई बालभिटा खुवाउनु हुँदैन। बालभिटा प्रयोग गर्ने तरिका: बालभिटाको पुरियामा रहेको च्यात्ने लाइनबाट पुरियालाई च्यात्नुपर्छ। पुरियामा रहेको बालभिटालाई मनतातो खानामा पुरै छर्किनुपर्छ। चम्चाले राम्ररी चलाई बालभिटालाई खानामा मिसाउनुपर्छ। बालबालिकालाई राम्ररी फकाई फुलाई बिस्तारै जतिसक्दो चाँडो बालभिटा मिसाएको खाना पुरै खुवाउनुपर्छ। बालभिटा खुवाएको बालबालिकालाई प्रशस्त मात्रामा आमाको दुध खुवाउनुपर्छ। शुद्धिकरण गरेको पानी मात्र खुवाउनुपर्छ। खाना बनाउन अघि र बालबालिकालाई खाना खुवाउन अघि साबुन पानीले मिची हात धुनुपर्छ। बालभिटा नजिकैको स्वास्थ्य संस्था मार्फत निःशुल्क रूपमा पाइन्छ। साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फतबाट पनि लिन सकिन्छ। धन्यवाद।